ल वेलकम छ है सबैजनालाई आजको हाम्रो यो पिकनिक कार्यक्रममा। यहाँ चाहिँ अहिले चटपटे बनाउने कार्यक्रम चलिराखेको छ साथीहरू। हेलो, हेर्नु पर्यो है मेन हाम्रो आजको मेन चाहिँ नभनौँ होला है, म यसो सहयोग गरिदिएको मात्र हो। हेर्नु पर्यो नि त यतातिर पनि यसो। हेलो सुबिन्द्र, हेलो महेश भाइ, हाम्रो यता हेर्नु पर्यो के हुँदैछ यहाँ। हेलो भाइ, ल है साथीहरू, भिडियो आउँदैछ है, भिडियो आउँदैछ। ल है साथीहरू, आजको हाम्रो भ्लग जस्तै भनौँ अथवा यो पिकनिक कार्यक्रमको चाहिँ के हुँदैछ। छिरिङ भाइलाई आफ्नो विचार प्रस्तुत गरिदिनु हुन अनुरोध गर्छु। आजको रमाइलो भएर छ, सबैजना साथीहरू पालो पालो काम गरेर छन्, केही अलि बाहिर छन्। अनि आजको हाम्रो यो विशेष कार्यक्रमको बारेमा पनि बताइदिनु पर्यो। हाम्रो यो कार्यक्रम त हामी एउटा ओरिएन्टेसन प्रोग्राम अन्तर्गत नै बसेर गरिरहेछौँ। आज क्लासकै एउटा पार्ट हो यो। हजुर, फिनिस ल्याङ्ग्वेज, फिनिस कल्चरसँग कसरी इन्टिग्रेट गर्ने या कसरी सिङ्क्रोनाइज हुने भन्नेसँगै सम्बन्धित छ। अनि त्यसकै एउटा पार्ट भएर हजुर हजुर धन्यवाद, एकदम राम्रो विचार प्रस्तुत गरिदिनु भयो। हेलो, वेलकम छ है सबैजनालाई, वेलकम। ल आफ्नो विचार प्रस्तुत गरिदिनु होला। हेलो सर, के भन्नु सर? नमस्ते। नमस्ते। हजुरको भाषामा के भनौँ नमस्तेलाई? लासो। आरिगातो। आजको हाम्रो यो ओरिएन्टेसन क्लासको विशेष हाम्रो सर चाहिँ उहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ। हजुर उहाँको सरकै आग्रहमा चाहिँ आज यो भिडियो बनाइरहेको छु। सरले यो आजको बारेमा, यो हाम्रो यो क्लासको बारेमा सबै कुरा विस्तृत रूपमा हजुरले नै राखिदिनु होला। हामी चाहिँ यो सोसल इन्टिग्रेसन कोर्स अनुसार चाहिँ बाहिर फिल्ड ट्रिपमा आएको छौँ। फिनल्यान्डमा बसेर फिनल्यान्डको नेचरमा आएर चाहिँ हामीले के गर्न पाइन्छ पाइँदैन, अथवा यहाँ चाहिँ कसरी यहाँको कल्चरहरू बुझ्ने भनेर चाहिँ त्यसै प्र्याक्टिस गर्नको लागि चाहिँ यो फिल्डमा आएको छौँ। हजुर, एकदम एक्साइटेड छौँ। थ्याङ्क यू फर द ब्लगर। हजुरलाई एकदम मिठो हजुरद्वारा नै हामी सिक्न आएको हौँ यहाँ। थ्याङ्क यू हजुरले एकदम आफ्नो विचार प्रस्तुत गरिदिनु भयो। हजुरलाई एकदम धन्यवाद। ल साथीहरूको पनि केही छ भने आफ्नो विचार प्रस्तुत गरिदिनु होला। केही छैन त्यस्तो, अब सिकिरहेछ, रमाइलो लागिरहेछ, नयाँ कुराहरू सिक्दैछौँ। यही त हो नि अब प्रोसेस। अनि अलिअलि जानेकोले फिनिस भाषामा केही सुनाउनु न, हल्का ताउने होइन। सरोज भाइलाई चाहिँ एकदम आजको विशेष हामी धन्यवाद दिन चाहन्छौँ। एकदम भाइले आज एकदम राम्रो म्यानेजमेन्ट गरिदिनु भयो। सबै कुरा व्यवस्थापन चाहिँ भाइको एकदम विशेष योगदान छ आजको। धन्यवाद भाइलाई। हुन्छ, अहिले त्यो पनि हुन्छ। हेलो, ल है साथीहरू, यो भिडियो हुँदैछ है। ल आफ्नो विचार प्रस्तुत गरिदिनु होला। हेलो सम्धी, नमस्कार सम्धी, के कस्तो लागिरहेछ हाम्रो आजको कार्यक्रम? आजको कार्यक्रम एकदम रमाइलो लागिरहेछ। हजुर, फिनल्यान्डमा आएर यस्तै रमाइलो, माइन्ड फ्रेस भइरहेछ आजको दिनमा चाहिँ। धन्यवाद हजुरलाई, एकदम हजुरको मिठो एकदम आफ्नो विचार प्रस्तुत गरिदिनु भएकोमा। हाम्रो साथीहरू केही छ भने राख्नुहोस् होला आफ्नो विचार। एकदम ठिक छ। फिनल्यान्ड आएको 10 महिना भयो। हजुर, एकदम बिन्दास, एकदम माइन्ड चाहिँ राम्रो भइरहेछ। हजुर, बसाइदेखि अब हिँड्नेदेखि सबै ठिकै छ भनौँ न। अनि कस्तो लागिरहेछ त फिनल्यान्ड? फिनल्यान्ड भन्नुपर्दाखेरि एकदम राम्रो वातावरण, राम्रो वातावरण छ। अनि एउटा अब भनौँ न नेपालभन्दा धेरै फरक छ। चारैतिर हेर्दाखेरि हरियाली, जङ्गलै जङ्गल, एकदम रमाइलो ठाउँहरू। अझ चाहिँ हामी साथीहरूसँग यसो के पिकनिक जस्तो गर्न आएको जङ्गलमा, अनि यो रमाइलो भइरहेछ। धन्यवाद। रमाइलो छ जे भए पनि फिनल्यान्डको ठाउँमा आएर चाहिँ यो हाम्रो यो क्लास
क्लासकै तर्फबाट चाहिँ यो आज पिकनिक अथवा बारबिक्यू कार्यक्रम राखेको थियो र चलिराखेकै छ। हाम्रो अर्को साथीहरू चाहिँ उता परतिर हुनुहुँदो रहेछ, उहाँहरूलाई पनि आफ्नो विचार दिनको लागि म जाँदैछु। साथीहरू आफ्नै धुनमा यता व्यस्त हुनुहुन्छ, कोही साथीहरू यता हुनुहुन्छ। हेलो, त्यो चाहिँ यता राखौँ है, हल्का सर्ट भिडियो जस्तो भनौँ, हाम्रो सरको आग्रहमा चाहिँ बनाएको भिडियो। हेलो हरिकुमारजी, ल राख्नु है। हेलो साथीहरू, आफ्नो विचार प्रस्तुत गरिदिनु होला। विचार त यस्तै हो हजुर, आज यसो वनभोजको लागि आएको छ होइन, रमाइलो भइरहेछ, साथीहरू आफ्नो आफ्नो पाइले रमाइलो गरिरहनु भएको छ, यस्तै त हो नि। हजुर हजुर, हजुर पनि इन्जोय गर्नु होला। यता चाहिँ हाम्रो ह्यान्डसम कृष्ण सम्धी हुनुहुन्छ। थ्याङ्क यू सो मच फर द भिडियो। अनि खोइ मैले त सारङ्गी सम्धीलाई चाहिँ एकदम ह्यान्डसम हिरो सम्धी देखिरहेको छु, त्यही भएर आफ्नो विचार चाहिँ एकदम मान्छे जस्तै प्रस्तुत गरिदिनु होला सम्धी। धन्यवाद। आज चाहिँ हामी छन् यसरी चाहिँ फिल्ड भिजिट आएको छौँ अनि होपफुल्ली सबै राम्रो हुन्छ होला। अब यसरी पिइरहेछौँ अनि तपाईँ नलिने? हामी अब हुँदैछ सम्धी बिस्तारी। अनि कस्तो लागिरहेछ सम्धीलाई यो आजको हाम्रो एकदम रमाइलो। अब पछाडि हामीसँग ग्रुप क्लासकै तर्फबाट भएको हाम्रो यो प्रोग्राम हो। हजुर लासो हेलो राजन सर। हजुर नमस्कार। हजुर नमस्कार, तपाईँको पनि विचार प्रस्तुत गरिदिनु होला। हजुर एकदम रमाइलो, थ्याङ्क यू भेरी गुड। अब त्यो किटोस हेलो राखिदिनु होला आफ्नो विचार तपाईँको पनि। हजुर हजुर, हेलो धन्यवाद। नाचेको भिडियो गर्नु एकदिनमा। हेलो ल, हाम्रो दाइले पनि यसो विचार प्रस्तुत गरिदिनु होला। हेलो ह्यान्डसम साथीहरू चाहिँ सबै यता हुनुहुँदो रहेछ, एकदम फुल इन्जोयमा। एकदम रमाइलो भइरहेछ। फिनल्यान्डको जङ्गल हो यो, तर फिनल्यान्ड चाहिँ एकदम सफा क्लियर, एकदम दामी छ, रमाइलो भइरहेछ। धन्यवाद। लाइफ एउटा कस्तो छ नि एक्सपिरियन्स यादगार त भइहाल्छ। हेलो, भिडियो आउँदैछ है, तपाईँ चाहिँ एक्लै यसरी के हो यस्तो त भएन नि त, साथीहरूसँग ग्रुपमा बसेर रमाइलो गर्नु पर्यो हो र। यहाँ भिडियो हुँदैछ है फेरि। यो चाहिँ हामी आज पिकनिक आएको स्पोट हो, रमाइलो छ ठाउँ। ल हेर्नुहोस् गाइज, यतातिर चाहिँ हाम्रो अर्को साथीहरू चाहिँ सबैजना यता हुनुहुन्छ, त्यही भएर सबैजना नछुटोस् भनेर भिडियो गर्न म यतातिर आएँ। हुँदैछ, रमाइलो हुँदैछ भिडियो। यता इमार्दाको रहेछ कि, इमार्दाको चर्चको रहेछ कि। मिलाएर त्यो कट गरेर मिलाइहाल्छ नि यसमा।
हेलो ह्यान्डसम बोयहरू त यता पो लुक्या हो कि क्या हो जङ्गलहरू पनि यसो दामी यसो छोटो यतातिर पनि हामी घुम्न आइराखेका छौँ ए साथीहरू त तलतिर पनि पुगिसकेको रहेछ ल जङ्गलमा यहाँ एक्सर्साइज गर्नको लागि जिम पनि राखिदिएको छ ल गाइज हामी चाहिँ यतातिर हेलो हेलो युट्युबमा राख्ने हो हाम्रो सरको युट्युबमा आउँछ होला सायद यसको प्रब्लम हो अरू त होइन कि हामीलाई यो चाहिँ प्रब्लम हो जे होस् पिकनिकमा रमाइलो भइरहेछ होइन त एकदम ल है भेरी गुड पुस गरेर राखौँ न यसलाई अहिले अरू पनि त्यो गर्ने पुस गरेर लामो गरेपछि त कति बेला पोस्ट हाल्नु दाइ पुस गरेर मिल्छ मिल्दैन मिल्छ काट्नु त्यहाँ बरु छोरो त्यसलाई चाहिँ एडिटिङ गर्न मिल्छ क्या पछि खै केटा यसलाई पुस गरौँ त ल्यापटप छ